हेलो एभ्रिवान, आई होप तपाईँ सबैजना ठिक हुनुहुन्छ है। अनि म पनि बजार जान आँटेको थिएँ र हिजो चाहिँ मेरो एउटा अनलाइन सामान डेलिभरी भएको थियो। यो चाहिँ मैले नोभेम्बरमा मगाएको थिएँ। मेरो नोभेम्बरको लास्ट लास्टमा चाहिँ मेरो यो थियो नि त यसको डेलिभरी, तर एकदमै लेट आयो र हिजो बेलुका आएको थियो। अनि अलिकति सानो च्यातेर आएको थियो। सो मैले यसलाई हिजो खोलेँ, तर मैले चेक चाहिँ गरिनँ किनभने अलिक ढिलो आएको थियो बेलुकातिर। सो मैले यो चाहिँ खोलेँ किनभने मैले सक्स मगाएको थिएँ। यति बेसी अर्डर गरेको थिएँ किनभने सक्स सकेको थियो। अनि मलाई चाहिँ व्हाइट सक्स पुरा मनपर्छ होइन, यसमा ब्ल्याक पनि आएछ। अनि यो अर्डर गरेको थिएँ एउटा चाहिँ है। मैले यो चाहिँ हिजो खोलेँ। यो स्वेटर चाहिँ मैले खोलिनँ किनभने मैले रेड मगाएको थिएँ किनभने मलाई कुछ रेड ट्राई गर्नु थियो नि त। मैले रेड चाहिँ अहिलेसम्म लगाएको छैन खासै, तर म योपालि चाहिँ कुछ रेड ट्राई गर्छु भनेर मलाई मन भयो। र रेड जो एउटा पिक्चर्समा चाहिँ रेड देखाउँदै थियो नि त। सो मैले चाहिँ यसलाई रेड सम्झेर चाहिँ अर्डर गरेँ, तर यो चाहिँ मरुन जस्तै आएछ। अनि मलाई छोटो पनि लाग्यो। सो मैले एक्ज्याक्ट लगाएर चाहिँ हेरेको छुइनँ कस्तो देख्छ हो। सो म यो तपाईँलाई देखाउँछु है त, ल लगाएर कस्तो देख्दो रहेछ भनेर। अनि म तपाईँलाई यसको डिटेल्स पनि भन्छु। स्ट्राइप भएको टी सर्ट्स लगाएको त भित्रबाट एकजना मतलब लुक्स आउँछ भनेर थाहा थिएन। यो चाहिँ भित्र राम्रो देखेन कलर है, मलाई थाहा थिएन त यति ओपन छ भनेर। म अर्को टी सर्टसँग ट्राई गर्छु त है। टी सर्टमा चाहिँ एउटा डल्लै माथि धर्काउँदै थियो। सो लेट्स ट्राई विथ सर्ट है, कस्तो देख्छ ल। आई थिङ्क यो चाहिँ बेटर देख्यो है अहिलेको भन्दा। यो चाहिँ अब एकदमै फाइनल लुक हो। यो चाहिँ फाइनल लुक हो। अलिकति हुन्छ नि, या त मैले वेट त गेन गरेको छु त्यसले गर्दा हो। अनि ठिकै छ जस्तै पनि लाग्दैछ। म अलिकति कन्फ्युज भएँ। चुटाउँ कि राखौँ कि तोडौँ कि, ठिकै छ आई थिङ्क। अनि सर्टसँग चाहिँ राम्रो देख्दैछ। आई डोन्ट नो मैले दुबारा यसलाई टी सर्टसँग स्टाइल गर्नु सक्छु कि सक्दिनँ किनभने टी सर्ट एकदम माथिसम्म देख्दो रहेछ है। मलाई बेसी नै सोङ पार्नु मन लाग्यो भने चाहिँ मैले यसलाई यस्तो पनि गर्न सक्दो रहेछु हो है। आउनु चाहिँ अलिक लेट आयो है। अनि ठिकै छ, मलाई अहिले एकदम बेसी जाडो छैन, यो टाइमको लागि ठिकै छ। र सपोज बादमा एकदम जाडो भयो भने त्यति बेला भित्रबाट लाउनु पनि सकिहाल्छ है। सो तपाईँहरूलाई कस्तो लाग्यो भनिदिनुहोस् ल। अब त्यसो भए म यो राख्दैछु है। सो यो त तोड्ने आम्मामा कत्रो बेसी रहेछ यो तोड्नै पर्यो। अब यसलाई त खानदान चाहिन्छ जस्तो रहेछ तोड्नुको लागि। यही काटिदिनु पर्यो। सो अब चाहिँ म यो राख्नुपर्छ है। मैले राख्ने भएँ, यसको प्राइस त यहाँ छ हो। सो तपाईँहरूलाई कस्तो लाग्यो मलाई कमेन्ट गरेर भनिदिनु। अनि यो मेरो स्टाइल कस्तो लाग्यो यो मेरो आफ्नो अलिकति के भन्नु प्रमोसन गरिदिनु गर्नु न। अनि यो बटन फ्लावर कस्तो लाग्यो, अनि स्वेटर कस्तो लाग्यो, लुक कस्तो लाग्यो त्यो पनि भनिदिनु। थ्याङ्क यू फर वाचिङ।